हेलो एभ्रिवान, आज म तपाईँहरूलाई चाहिँ यो BMW को 7 सिरिज देखाउँदैछु हैन। अनि यो गाडी चाहिँ एकदमै म्यासिभ छ, एकदमै दामी गाडी हो। गाडी बाहिरबाट हेर्दाखेरि यस्तो राम्रो देखिन्छ, एकदम लग्जरी कार हो BMW को 7 सिरिज। अनि यसको ढोका यस्तो छ, इन्टेरियर हेरिहालौँ। ढोका यस्तो भयो हैन। एउटा यसको खुबी यस्तो राम्रो छ कि अब हामी यसरी टक्क भित्र बस्यौँ हैन, ढोका आफै बन्द यस्तो हुन्छ गाडी। ढोका यसरी खुल्यो हैन, ढोका खोलिसकेपछि ढोका आफै बन्द हुन्छ। टक्क ढोका यता आउँछ क्या, बाहिरबाट गरेपछि हेर्नुहोस् ढोका आफै आउँछ क्या, ढोका आफै बन्द हुन्छ। 7 सिरिज इन्टेरियर यति राम्रो छ, भित्रको इन्टेरियर BMW को 7 सिरिज दामी गाडी। अरू पनि यसको फिचरहरू धेरै राम्रो छन् BMW 7 सिरिजको। अब सिट एडजस्टको कुरा गर्नु पर्दाखेरि प्राय गाडीहरूको सिट यहाँ तलबाट हुन्छ भने यो गाडीहरूको चाहिँ यहाँ ढोकामा राखिएको हुन्छ। यो चाहिँ टप भेरिएन्ट गाडीमा मात्रै आउँछ यस्तो। अब यो सिट यहाँ छ, यो यस्तो गऱ्यो भने पछाडिको हाम्रो ब्याक पछाडि हुन्छ भने अब यसले चाहिँ अगाडि पछाडि यहाँबाट गर्न मिल्छ। यता गऱ्यो अगाडि भयो भने यता यस्तो गरेपछि पछाडि आफै सर जान्छ। अनि गियरको कुरा गर्नु पर्दाखेरि अब यो पार्किङमा छ, अहिले पार्किङमा छ। यसलाई यस्तो गरेपछि यो रिभर्समा गयो। क्यामेरा यति राम्रो छ कि अहिले रातिको समयमा पनि क्यामेरा, रियर क्यामेरा यति राम्रो क्लियर छ क्या क्यामेरा हैन। अब हाम्रो ड्राइभिङमा हाल्दाखेरि यसरी डी भयो, अब न्युट्रलको यो भयो, यसरी अब ड्राइभिङमा गरेर टक्क सर अगाडि जान सकिन्छ। धेरै राम्रो फिचर भएको गाडी, एकदमै सेफ्टी गाडी BMW को 7 सिरिज। यो गाडीको अर्को एउटा फिचरको कुरा गर्नु पर्दाखेरि तपाईहरुले यो डिस्प्लेमा जति स्पिड देखिरहनु भएको छ नि, यो स्पिड हो। यो स्पिड जति देखिरहन्छ, यो स्पिड चाहिँ अगाडि यसरी देखिन्छ क्या। तपाईहरुले डिस्प्लेमा हेरिराख्नु परेन क्या, अगाडि यसरी मजाले क्लियरसँग देखिन्छ। क्यामेरामा राम्रोसँग आएको छैन हैन, अनि मजाले देखिन्छ यसरी अगाडि कतिको स्पिड छ, यसरी मजाले देखिन्छ क्या गाडी। डिस्प्लेमा हेर्नै नपर्ने, अगाडि रोडमा ठ्याक्क देखिन्छ क्या। यस्तो राम्रो फिचर छ क्या यो गाडीको।